नमस्कार, म आइक्यू प्रशिक्षक लालबाबु। यहाँहरू सामु मैले आज टाइम एन्ड वर्क भन्ने टपिकबाट सेकेन्ड पार्ट, अस्ति हामीले फर्स्ट पार्ट कम्प्लिट गरिसकेका छौँ। कसैले यदि हेर्न मन लाग्यो भने मेरो युट्युब च्यानल लोकसेवा लालबाबु लोकसेवा भन्नेमा गएर हेर्न सक्नुहुन्छ। र आजका हाम्रो पहिलो प्रश्न यस प्रकार रहेको छ, एले कुनै काम 8 दिनमा गर्न सक्छ र बीले उक्त काम 12 दिनमा गर्न सक्छ। एले 8 दिनमा गर्यो र बीले 12 दिनमा गरिरहेछ। राम्रोसँग बुझ्नु है पहिलो प्रश्नमा। एले एउटै काम 8 दिन, बीले त्यही काम 12 दिनमा। उनीहरूले 2 दिनसम्म सँगै काम गरेको छ र एले छोड्यो। एउटा काम छ, पहिला छुट्टै ए को चाहिँ काम गर्ने क्यापेसिटी 8 दिनमा गर्न सक्ने, बी को 12 दिनमा। उनीहरूले 2 दिन काम गरिसकेपछि एले छोडिसकेका छ भने अब बाँकी काम बीले कति दिनमा गर्न सक्छ? प्रश्न हेरौँ त, एकचोटि सोल्भ गरौँ त्यसलाई। एले 8 दिनमा, बीलाई त्यही काम कति दिन लाग्यो त? 12 दिन। दुईटोको एलसिएम लिने। एलसिएम भनेको सबभन्दा सानो सङ्ख्या र त्यो सङ्ख्यामा यो दुईटै सङ्ख्यालाई निशेष भाग गर्ने सङ्ख्या हो। हामीले यसरी बुझ्नुपर्छ। ल कति हुन्छ यसको त? 24 हुन्छ। 8 3 24, 12 दूनी 24। यो एक दिनको काम, एक दिनमा कति काम गर्न? 3 युनिट काम गर्न सक्छ। यसले 2 युनिट अथवा 3 एकाइ 2 एकाइ काम गर्न सक्छ। अब उनीहरूले 2 दिनसँग सँगै काम गरेछ। यो दुईटैलाई जोडिदिनु। अब यो दुईटैलाई के गर्ने त? प्लस गरिदिने। कति हुन्छ त? 5। एक दिन दुवैजनाको काम कति त? 5 युनिट काम गर्न सक्छ। तर उनीहरूले 2 दिनसँग के गरेछ त? काम सँगै गरेछ। हामीले कतिले मल्टिप्लाई गर्नुपर्छ त? 2 ले। भनेपछि कति आयो त? 10 आयो, 10 आयो है। अब बाँकी काम, हाम्रो टोटल काम कति थियो त? 24 थियो। अब यहाँ कति छ त? 10 छ। 2 दिनसम्म भनेपछि 24 - 10 गरिसकेपछि बाँकी काम आउँछ। बाँकी काम। अब 24 बाट 10 गइसकेपछि कति हुन्छ त? 14 हुन्छ। अब हामीले निकाल्नु पर्ने बीले, बाँकी काम त बीले गरेको छ त। बीले एक दिनको काम कति छ त? 2 भनेपछि उनले एक दिनको कामले हामीले डिभाइड गरिसकेपछि उसले बाँकी काम गरेको छ। 2 7 जा 40 भनेपछि यसको राइट एन्सर कति छ भन त? 7 है। यसको राइट एन्सर कति हुन्छ त? 7। बीले एकले बाँकी काम कति दिनमा गर्न सक्छ त? 7 दिन। अब हामीले दोस्रो प्रश्नतिर लागौँ। अब हामीले दोस्रो प्रश्न यस प्रकार रहेको छ। प्रश्न पहिला राम्रोसँग बुझौँ। एले कुनै काम 18 दिनमा गरिरहेछ। ए भन्ने व्यक्तिले 18 दिनमा, बी भन्ने व्यक्तिले 15 दिनमा, होइन, र बीले 10 दिनसम्म काम गरेर छोड्यो भने एले बाँकी काम कति दिनमा गर्न सक्छ? अघिको जस्तै छ, अलि ट्विस्ट भएको छ। अघि सँगै दुईजनाले काम गरेको थियो, होइन। यसमा चाहिँ छुट्टै दिएको छ। अब हामी हेरौँ त प्रश्नलाई अलिकति थोरै चिरफार गरौँ त। एले कुनै काम 18 दिनमा गर्न सकिरहेछ। बीले त्यही काम 15 दिनमा गर्यो, होइन। अब दुईटैको एलसिएम भनेको के हुन्छ त? एलसिएम भने बित्तिकै हामीले दुईटै सङ्ख्याले निशेष भाग जाने सबैभन्दा सानो सङ्ख्यालाई हामी एलसिएम भनिन्छ। अब दुईटैको सबैभन्दा सानो सङ्ख्या भनेको 90 हुन्छ, 90। योभन्दा सानो सङ्ख्या जुनसुकै सङ्ख्यामा तपाईँ ट्राई गर्नुहोस्, यो दुईटैले निशेष भाग जाँदैन। त्यही भएर हामीले सबभन्दा सानो सङ्ख्या 90 हो। 18 पंचे 90, 15 सके 90 भनेपछि एक दिनको काम 5 युनिट यसले गर्न सक्छन्। बीले चाहिँ 6 युनिट गर्न सक्छ। अब बीले कति दिन काम गरेको छ त? 10 दिन गरेको छ भनेपछि बीले 10 दिनसम्म काम गरेछ भनेपछि 10 कति आयो त? 60 काम गरेछ बीले, 10 दिनसम्म गरेछ। यहाँ राम्रोसँग हेर्नु, यो बीले कति दिनसम्म गर्यो त? 10 दिनसम्म गर्यो। अब जम्मा काम कति थियो हाम्रो त? 90 थियो। 90 बाट 60 घटाइसकेपछि बाँकी काम हुन्छ। 90 - 60 भनिसकेपछि कति हुन्छ त? 30 काम चाहिँ कसले गर्छ त? एले। तर एले एक दिनमा काम गरेको कति छ? पर डे काम 5 ले भाग गर्ने हामी। 5 6 30 भनेपछि एले बाँकी काम कति दिनमा गरिरहेछ त?
6 डेजमा गरिरहेछ, 6 दिनमा गरिरहेछ है। द्याट इज योर आन्सर। अब हामी तेस्रो प्रश्नतिर लागौँ। तेस्रो प्रश्न यस प्रकार रहेको छ, ए र बीले कुनै काम क्रमशः कति दिनमा त 18 दिन 24 दिनमा, र ए र बीले सँगै काम सुरु गरे, तर केही दिनपछि एले छोडेछ र बाँकी काम बीले 3 दिनमा गरेको छ। काम चाहिँ सँगै सुरु गर्यो, तर एले छोडिसकेपछि कति दिनमा छोड्यो त्यो थाहा छैन हामीलाई, 2 दिन 4 दिन थाहा छैन हामीलाई। तर बीले चाहिँ बाँकी काम कति दिनमा कम्प्लिट गरेको छ, इन्ड गरेको छ, उनले समाप्त गरेको छ भन्दाखेरि 3 डेजमा गरिरहेछ, 3 दिनमा गरिरहेछ भने ए र बीले सँगै कति दिनसम्म काम गरे होला र एले के गरेछ त छोडेछ र बाँकी काम बीले गरेछ। अब हामीले पहिला यसलाई थोरै डायग्रामबाट प्रस्तुत गरौँ। एले 18 दिनमा गर्यो त्यही काम भने बीले 24 दिनमा गरिरहेछ। दुईटोको एलसियम कति हुन्छ? सबैभन्दा सानो सङ्ख्या भनेपछि 72 हुन्छ। 18 दिन छ, 18 तिया 18 चौका 72 होइन। अनि कति हुन्छ त 24 तिया 72 है। अब यो दुईटै टोटल गर्दाखेरि 1 दिनको काम आउँछ, दुईटैको कति भयो त 7 होइन। अब हामीले बीले 3 दिनसम्म काम गरेछ, बीले कति दिनसम्म काम गरेछ बाँकी काम भनेपछि यसको पहिला बाँकी काम मात्रै निकाल्नु। 1 दिनमा उनले कति काम गरिरहेछ त 3 के अरे एले चाहिँ बीले चाहिँ 1 दिनमा चाहिँ 3 काम गरिरहेछ भनेपछि बीले बाँकी काम 3 × 3 भनेपछि कति हुन्छ त 9 हुन्छ होइन। 9 काम गरिरहेछ। बाँकी काम उसले 3 डेजमा कति युनिट काम गर्यो त 9, टोटल काम थियो 72। अब भनेपछि 72 - 9 गरिसकेपछि कति हुन्छ त 63 हुन्छ। बाँकी काम त बीले 3 दिनमा गरिसकेपछि अरू बाँकी काम कसले गरे होला त ए र बीले गरे होला भनेपछि ए र बीले 1 दिनमा कति काम गरिरहेछ त अब टोटल काम बाँकी काम त 63 भयो र ए र बी भन्ने व्यक्ति दुवैजनाले सँगै कति दिनसम्म काम गरे होला त त्यो थाहा छैन, हामीले त्यो निकाल्नु पर्यो। अब यो 1 दिनको कामले त डिभाइड गरिदिनु पर्यो 7 नमा कति हुन्छ त 63 भनेपछि ए र बीले सँगै कति दिनसम्म काम गरेको रहेछ भन्दाखेरि 9 डेज है। 9 डेजसम्म ए र बीले सँगै चाहिँ काम गरेको रहेछ है। अब तेस्रो प्रश्न हाम्रो यति नै हो यसको एन्सर। अब हामीले आजलाई हामीले यति नै राखौँ। यहाँहरूले मेरो युट्युब च्यानलमा गएर म टाइम एन्ड वर्क, त्यसै गरी र्याङ्किङ, त्यसै गरी सर्ट भिडियोहरू लगायतका थुप्रै भिडियोहरू मैले राखिसकेको छु। यहाँहरूले मेरो युट्युब च्यानल कसैलाई थाहा छैन भने लाल बाबु लोकसेवा भन्ने युट्युब च्यानल छ, यहाँहरूले गएर हेर्नुहोला र सहयोग गर्नुहोला। सकेसम्म युट्युब च्यानल लाइक एन्ड सब्सक्राइब गरिदिनुहोला। हस्त धन्यवाद। आजलाई यति नै।